हेलो गाइस, गुड मर्निङ है सबैजनालाई। र आजको चाहिँ विशेष गरी भिडियो बनाउनु चाहिँ मैले बनाउँदैछु हो। आज चाहिँ माया अलिकति इङ्गेज छ। अन्त हामी चाहिँ के को लागि भन्दाखेरि चाहिँ उन्साजको कामको लागि आपाको लागि चाहिँ हामी यहाँ सपिङहरू गर्नुको लागि है सौदाहरूको लागि आइरहेको छु। र तपाईँहरूलाई हामी देखाउँदै गर्छु नि है। यहाँ यसरी गाडी लिइकन आएको छ हो। र ममा पनि आउनु भएको छ। अन्त हाम्रो यता चाङ पनि आउनु भएको छ। ल त गाइस अहिले हामी देखाउँछौँ। र गाइस अहिले भर्खर चाहिँ हामीले चामलहरू पनि किन्यो हो। अन्त अब हामीले रुडेहरूको लागि पनि आइरहेछ हो। गाइस यहाँ अहिले चाहिँ मायाले यहाँ मिलाउँदैछ हो सौदा अब के गर्ने भनेर हो। यस्तो प्रकारले अङ्गुर सकिन्छ है। अङ्गुर चाहिँ मिठो छैन। साथीहरू अहिले चाहिँ दादा र कोपा चाहिँ दादा आलु छान्दैछ, कोपा प्याज छान्दैछ। यहाँ हाम्रो यो अलिक माइले माइ हो कि भाइले चाहिँ मिलाउँदैन कस्तो महँगो गरेको रिनकमा जस्तै थेट। प्याज 10। सो यहाँ अङ्गुर चाहिँ तर किन्नु होला है। उसको चाहिँ यहाँ है दोकान चाहिँ भाइले चाहिँ एकदम अङ्गुर चाहिँ अरू होइन मिठो दिँदो रहेछ। म यहाँ बसिन्जेल चाहिँ टिपेर खाइसक्छु। त्यही हो। त्यहाँ हाम्रो भाउजू र आमा चाहिँ गाडीमा छ। गाडी चाहिँ त्यहाँ पार्किङ छ। एउटा चिज तपाईँहरूलाई म एउटा चिज देखाउँछु ल। यहाँ हेर्नु नि अम्बक हेर्नु नि झन्डै 1 किलो अलिकति कम्ती रहेछ हो। अन्त भाइहरूले भनेको चाहिँ 80 चाहिँ 2 किलोको पनि थियो भन्यो है भाइ। यत्रो 2 किलो खालको पनि थियो अरे अम्बक हो। होइन यो त अहिले होइन 2 किलो कि अगाडि 2 किलोको पनि थियो अरे एउटै। गाइस यहाँ हेर्नु नि भाइको दोकानमा चाहिँ 2 किलोको उयो रहेछ। एउटा त खानु पनि सक्दैनन् तर है दामी। वाउ। यहाँ चाहिँ फेरि भाइहरूको दोकानमा चाहिँ डल्लै पाउँदो रहेछ है। जय बजरङ्गबली की। यो त लुकम भन्दा नि लुक्दैन रहेछ नि। सो साथीहरू अब कोपा र म चाहिँ होइन गाडी पार्किङ गरेर हामी चाहिँ कहाँ हो हामीले अन्डा किन्ने यहाँ। उयो पनि रहेछ त अन्त। सुन्नु न यो 1 किलो आएको। सो हामी चाहिँ अन्डा किन्नु आएको भैयाको दोकानमा। भैया लु है 1 पावा खालको पानी रहेछ लग्ने हामी 1 पावा खालको पानी। किन लानु त्यो त पैसा वेस्ट गर्नु। भैया दिन्न अन्डा। आज चाहिँ भिड चाहिँ डरलाग्दो रहेछ यहाँ। गाडी आएको हो। यहाँ बिचरा चाङ पनि यहीँ हुनुहुन्छ हो। गाइस अहिले हामीले चाहिँ यहाँ है बेङ्गलपारी आइकन चाहिँ डल्लै सौदाहरू पनि डल्लै आदि गऱ्यो। र अब 1-2वटा सामानहरू चाहिँ किन्नुपर्ने छ हो। अन्त हामी चाहिँ यहाँ पछाडि सिटमा अङ्गुर खाएर गयो गाइस। यता चाहिँ ममा र यता माया बस्नुपर्छ हो। कुदाउँदैछ। यता म चाङ दादा हुनुहुन्छ हो। अहिले चाहिँ हामी चाहिँ रम्फूपारी आएको थियो। चिसो पनि लागेछ हौ। अब यहाँबाट चाहिँ के हेर्नु अरे टमाटर। यस फेरि हामी अहिले यहाँ पुल पारीमा यहीँ रोकिहाल्यो हो। अन्त रोकेर चाहिँ अब यहाँ फेरि प्याजहरू के किन्नुपर्छ भन्दैछ नि त। प्याज अरे टमाटर है भाइ। गाडी चाहिँ यहाँ पर राखिरहेछ हामीले। प्याजहरू अब उयो भएको सकेको है। गाइस अब हामी यहाँबाट अब कतिवटा हुन्छ सामान फेरि यहाँबाट पनि किनेर लगेर त्यहाँ 1-2वटा सामान फेरि परन्छ हो। र गाइस अहिले म तपाईँलाई देखाउँदै गर्छु ल। र गाइस अब हामी फेरि रम्फू भित्र छिर्यो हो। अब त्यहाँ फेरि हामीले त्यो भिडियोहरू बनाउनु दिँदैन नि त।
अन्त त्यसले गर्दाखेरि चाहिँ अब यहाँ चप्ली भाइहरूलाई चप्ली किन्नुको लागि एकछिन रोकेको। ममा बस्दै गर्नु नि ल, बस्दै गर्नु नि ल, आइहाल्छु ल। चाङ बस्दै गर्नुहोस् ल। यहाँ पनि हाट लागिरहेछ है, दामी छ हाट। दादा हुनुहुन्छ हो, लु मा लगेर घाउ योपालि त ल। धनियाहरू यहाँ चाहिँ रम्फू मुनि चाहिँ यहाँ चाहिँ दामी लागिरहेको हुन्छ है, हरेक कुरो पाउँछ यहाँ पनि हो। अन्त आज त मासु पनि डम्मै रहेछ यहाँ। यता मासु लानुपर्ने हो दादा। आज चाहिँ मासु पनि लानुहुने अरे हो। गाइस अहिले देखाउँछ है मासुको चाहिँ म भिडियोमा हालिदिँदैन हो। ल त गाइस अहिले भर्खर हामीले मासुहरू पनि किनिसक्यौँ र अब फेरि यहाँपट्टि आजको होलसेल दादाले मासु बोकिरहनु भएको छ। अब यहाँ चाहिँ हाम्रो सालो केटालाई चाहिँ अब चप्ली फुर्बालाई भन्यो है मा, पेम्बालाई त अघि दियो नि होइन। खै त गाइस मैले त्यो अघि पनि आलु खोर्सिने त्यो खोजेको पाएकै छुइनँ हौ। आज फेरि माया फेरि हो। हिरोनी बिना अधुरो हुन्छ है उयो चाहिँ। आमाले 10-20 किलो भन्दै थियो हो। यो त गाइस अहिले एकदम भिड छ यहाँ हो। यो हाम्रो चप्ली घरको मुनि देखि माथि लाउँदा काम गर्दा हो सबै भेट्ने रहेछ त। यहाँबाट लगिदिनु भाइको लागि। हो त गाइस म चाहिँ भाइको लागि चप्लीहरू चाहिँ कति नम्बर लाग्छ भाइलाई? 5 नम्बर लगिदिनु है। 6 नम्बर। 6 नम्बर? केटाको कि त्यो होइन, त्यो तिमीले उहाँ टेकिरहेछ नि हेर त। त्यो लेडिज हो। होस् होस्। हो त गाइस अहिले हामीले यहाँ फेरि चप्लीहरू पनि किन्यौँ। सालो माया हो, 3 जना हो। चप्ली किन्नु छ भने चाहिँ हाम्रो अङ्कलकोमा आउने निकै सस्तो सस्तोमा दिँदो रहेछ। ल त गाइस अहिले फेरि अब हामी गाडीमा जान्छु हो, त्यहाँ देखाउँदै गर्छु नि हामी। जाउँ है भाइ। अब यहाँ चाहिँ ग्लासहरू हेर्छु भन्दैछ कि मायाले, अन्त त्यसको लागि आएको। त्यो आलु छिर्ने पनि पाएन। त्यो भयो। पाएँ मैं पाएन 1380 अरे कि 1000 मा टक्कै दिनु न। 90 रुपैयाँ। यहाँ अहिले कपहरू हेर्दैछ हो। ल त गाइस अहिले भर्खरै हामी चाहिँ गाडीभित्र पनि पस्यो सामानहरू लाएर हो। यी गाडी सामान यता डम्मै छ र अहिले यहाँ गाडीको त्यो पैसा दिँदैछ कि पार्किङको। अन्त ल त गाइस अब हामी यहाँबाट निक्लेर अब घरतिर लाग्ने हामी हो। अन्त बिबिसको हामी क्लिपहरू देखाउँदै गर्छौँ गाइस। अब गाइस अहिले चाहिँ हामी फेरि यहाँ पेट्रोल पम्पमा आएको छ। तेल अलिकति हालेर त्यहाँदेखि चाहिँ हामी फर्किने। 10 रुपियाँ तेल हालिदेऊ त। 10 रुपियाँको तेल हालिदिनु पाउँदैन? सधैँ चाहिँ होइन, कोही कोही बेला हामी चाहिँ यस्तो पनि हुन्छ हिँड्दाखेरि हल्का कमेडी पनि गर्दै गर्नु पऱ्यो नि त है। भिडियोमा अब यसो है इन्टरटेनमेन्ट हुँदै गर्नु पऱ्यो हो। अब फेरि पनि अब कोपा चाहिँ टक्क ग्लास सास लगाएर चिटिक्क भएर अब फेरि बनाउनु थाल्दैछ भिडियो हो। र अब चाहिँ हामी रम्फूदेखि उकालो हामी
रोडाथाङ जाने साइडमा चाहिँ हिँड्नु थाल्यो हो। 49 को सामान छ कि अनि अड्दैनन् अब लगिदिन्छ नि ल काको ल अब चाहिँ हामी उकालो लाग्न थाल्यो। अब हामी चाउँ दादा ममा यहाँ हुनुहुन्छ। गुलियो घुम लाग्दो है त्यो दोकानको सिडी झन् कस्तो गाइस बाटो चाहिँ खतरा छ। के पो आछ भने ल आफ्नै के नै पो भएछ भनेको त भने त हाम्रो बाटो चाहिँ यस्तो छ यहाँ हो। पाउडर यो खालको पाउडरमा चाहिँ अब एकदम नेचुरल पाउडर हो यो। अब पाउडर उडाउँदैछ हजुर। अन्त अरूमा केले बाटो काटेर बाटो केले काटेर आमा स्यालले खसीले खसीले काट्यो भने के हुन्छ? अब के हुन्छ मासु खानु पाउँछ खसीले बाटो काट्यो भने चाहिँ मासु खानु पाउँछ है गाइस। यसले लुगा चाहिँ पिट यस्तो खालको ल्याएको अन्त गाइस आमा धुलो चाहिँ अब चाहिँ खास धुलो। अब चाहिँ दामी भयो नि त पाउडर चाहिँ यो हो नि त। हजुर थुपिनको यो बाटो चाहिँ एकदम भएन हौ आमा हो। पछाडि दामी हुन्छ त राम्रो जोराइ भयो बिग्रियो पछाडि चाहिँ यस्तो छ। आजको हाम्रो हाल खबर यस्तो छ खोला त बाटो चाहिँ A1 छ। मायाले फेरि गाडी चाहिँ A1 कुदाइन्छ फेरि यस्तो खालको बाटोमा चाहिँ। यता है ड्राइभर साह्रो हल्लाउँछ गाडी कुदाउनु। बाटो चाहिँ एकदम खतम छ। गाइस यो चाहिँ यस्तो डाउनवर्ड छ होइन यस्तो डेडली देख्छ है आम्मा यहाँ चाहिँ स्कुटीहरू चाहिँ कति छिप्पिन्छ हो। अन्त साथीहरू हामी अब हिँड्दै गाडीमा जाँदैछ रमाइलो पनि गर्दैछ र अब हामी चाहिँ यहाँ एउटा फ्याफुलो भन्ने एउटा रेस्टुरेन्ट छ नि त। अन्त त्यहाँ चाहिँ हामी अलिकति अब खाजाहरू खानको लागि त्यहाँ रोक्छ। अब आइपुग्नु अलिकति भुँडीमा चारो सकेछ कि गाई सन्त चाहिँ अलिकति भर्नु पर्यो भनेर आज बिहानदेखि अङ्गुर खाएको कि अङ्गुरले चाहिँ फेरि घाँटीमै गुलियो भइरहेको अङ्गुर कहाँ चाको जल्दै शरीर भयो कि त्यसले गर्दा भुँडीमा चारो हाल्ने बेला भयो खोइ यहाँ कता मिलाउ फ्याफुलो स्याफुलो भन्ने होली दाजु छ अरे अड्किन्छ यो बिस्तारै भनेको सुन्दैछ सुन्छ गीत यो मारे अब हामी फ्याफुलो उयसमा चाहिँ हामी अहिले चाहिँ आइपुग्यौँ र अब हामी यहाँ अलिकति खाजा सासाहरू खान्छौँ है। ल त हजुर होइन पाउनु त पाउँछ। तर गाइस अहिले निक्ले वेदर पनि एकदम यहाँ हाम्रो रोडाथाङ जुन चाहिँ जाने बाटोमा चाहिँ अब यहाँ हाम्रो फ्याफुलो उयो भन्छ हो यहाँ छ। अन्त गाइस अब एकछिनमा तपाईँहरूलाई हामी देखाउँदै जान्छौँ नि ल। हामी भर्खरै भित्र पनि आइपुग्यौँ हो र यता अर्डर गर्नुभएको छ भेज चाउमिन चिकन चाउमिन ममाको लागि त के पो मगाएको छु हामीले मोमो है चिकन मोमो है हस् मेरो लागि चाहिँ हो भेज चाउमिन मैले चाहिँ मोमो खानुहुन्छ चिकन चाउमिन भेज चाउमिन मोमो पनि दामी बे मलाई पो दिन्छ होला भनेर सबै पो खायो टेस्ट गर्नु पऱ्यो नि अघि कमै मुखभित्र अर्को टेस्ट गरेर त्यो टेस्ट नि त्यो हतारमा हालिपठाएको म पनि गएको नि आमा म खानु सक्छु ए
कस्तो सत्कार खोजेको गाइस क्या छिटो पढाइ त दाइ त गाइस अहिले हामीले खाजासाजा मजाले खाएर पनि अब सक्यो हो अब चाहिँ हामी फेरि घरतिर लाग्नुको लागि हिँड्यौँ हो गाइस अब हामी अहिले माथि पुगेर तपाईँलाई है हेर्नु त यहाँ यी बाटोमा टर्की रहेछ हो टर्की गाडीभित्र जाने हो टर्की गाडी हो झन्डै लाग्यो टर्की रिसायो पुरा खेद्छ त आइ सुलभा रिसाएको गाडी आउँछ लान्छ हालेर फेरि मलाई नकर नि दादा यसको तपाईँले बेच्नुहुन्छ ए भाले मात्रै पो दादा कति पर्छ एउटा लग्यो भने 7,000 जस्तो पर्छ है पोती चाहिँ दिँदैन दादा बच्चा छैन हुन्छ दादा त्यो अघिको मामा टर्की भन्छ हौ त्यसलाई मुडुले कार्की टर्की हो टर्की कुखुरा सोचेछ कि एउटाको 7,000 भन्दै थियो आमा कस्तो हुन्छ यत्रो रोडाफाङ पनि आइपुग्यो हो अब चाहिँ हामी घरको यहाँ जाँदैछौँ हाम्रो रोडाफाङको बाटो चाहिँ एकदम राम्रो छ सक्नुहुन्छ तपाईँहरूले यहाँ 1-2वटा भिडियो बनाउने हेरे भनेर चाहिँ मायाले हो अन्त त्यहाँदेखि यसरी बसेको हो ममा नाच्नु नहुने हो चाहिँ हामीहरू घरमा पनि आइपुग्यौँ है हामी सबैजना आजको है टुर पनि राम्रो थियो दाइ भयो हो र हामी घरमा आएछ र मेरो नारुतो चाहिँ पर रहेछ र ममा पनि आजको चाहिँ हाम्रो सौदाहरू डम्मै छ यस्तो छ है आजको चाहिँ यस्तो छ हो अन्त ल त गाइस आजको भिडियो चाहिँ होइन आज मैचाङले गरेन र मैले गरेको हो अन्त मायाले आज रेस्ट गरिदिएको नि उसलाई आजको भिडियो चाहिँ मै बनाउँछु भनेर ल ओके बाई बाई गाइस अब नेक्स्ट भिडियोमा फेरि पनि हामी यसरी नै गर्छौँ है हुन्छ बाई बाई बाई